डक्टर नमस्ते आई मिस्टर कैलाशजी मेरो युट्युब च्यानलमा तपाईँलाई पूर्ण रूपमा स्वागत छ। अहिले हामी जाँदैछौँ धरान बाग बजार हुँदै हामी धरान जाँदैछौँ। केबी बाग बनाएको छ खाना जन्मेकाहरू खाऊ। तपाईँले खाइसक्नुभयो पक्कै पनि मैले आश गरेको छु तपाईँले खानुभयो भनेर। टक्क म चाहिँ यहाँबाट एक्सर्साइज सबै गर्दैछु। गाइस हामी अहिले गएको छौँ भने तपाईँले सोध्नु पनि सक्नुहुन्न हामी यस्तो ठाउँमा छौँ कि अहिले हामी खोलाको पुलबाट आउँ आउँ गर्दै हिँड्दैछौँ होइन। केबी बाले एउटै भनाइ गरेका छन् त्यो तपाईँलाई यादै छ मैले सम्झाउनु पर्छ जस्तो लाग्दैन। अहिले चाहिँ हामी मेरो त गाडीको चुच्चु घलिरहेको छ प्लेनमा सर उडे जस्तो फिलिङ भइरहेको छ। तर हामी कहाँ छौँ त्यो मलाई थाहा छ। अहिले हामी यतिखेर चिसाङ खोलाको भुइँबाट यात्रा गरिरहेका छौँ। त्यहाँ मसित हुनुहुन्छ मेरो प्रिय दाई जोगेन्द्र दाई बोतल ग्यासको ओनर बोतल लिनुको दाई हुनुहुन्छ उहाँ। टक्क हामी अगाडि बढ्दैछौँ। अब हामी चाहिँ हेर्न सक्नुहुन्छ है म चाहिँ ट्याक्टु यहाँ सबलाई दिइरहेको हुन्छु है। मेरो फ्यानहरूलाई धेरै पछि भ्लग बनाएँ म विनम्र अनुरोध गर्न चाहन्छु मेरो भिडियो चाहिँ हेरिदिनु होला है भिडियोज गरिदिनु होला। केबी बाको अब कतिखेर केबी बाको नाम लिन्छ केबी बाले अब बाल्नेसित टक्कर छ होइन के छ कसो छ केबी बाको अब बाल्नेसित टक्कर हुँदैछ। केबी बाले छोरी बालेले भनेर अब त म पनि मलाई थाहा हुन्छ है। अहिले चाहिँ हामी होइन पानमाराको गेटमा छौँ। म हामी तर प्रस्थान गर्दैछौँ पानमाराको गेटमा छौँ हेर्न सक्नुहुन्छ यहाँ प्रवेशद्वार पानमाराको प्रवेशद्वारमा है। केबी बा कति भन्नु केबी बा बालेन बा भन्ने बेला बालेन केबी बाको आउँ के बिहान होइन। अब अहिले त हिन्दी पनि बोल्छु म हिन्दी पनि बोल्न सिक्दैछु है। अहिले हामी यस्तो बाटोमा भ्रमण गरिरहेको छौँ है। हेर्नुहोस् कस्तो खतरा बाटो छ है। पुरै यहाँ चाहिँ हिउँ ओह्रालो झर्दैछौँ त्यसपछि हामी उकालो चढ्नेछौँ है। हेर्नुहोस् बाटो कस्तो खतरा छ है। आफू हेर्नुहोस् यहाँ चाहिँ म दिइरहेको हुन्छु होइन। बाटो हेर्नुहोस् केबी बाको बनाइ चाहिँ खाना जन्मेका खाऊ खाना नि चुप्पो लागेर आनन्दले खानुहोस् अनि सुता पनि आनन्दले सुत्नुहोस् है। अनि बाटो यस्तो छ अब उकाली चढिँदैछ औ माई गड मामा छ नि हेर्नु त कस्तो रोमान्टिक गाडीले हामी टाइममा छौँ है। अब अथक्क म चाहिँ अब उकाली चढ्ने थोरै उकाली छ है। टक्क लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अनि सेयर पनि प्लिज सेयर गरिदिनु होला। तपाईँहरूको एउटा सानो सहयोगले म अलिक माथि पुग्न सक्छु है। हम लोग यो खेला बारीको खेला हो देख्न सक्नुहुन्छ तपाईँ। केबी बाको भनाइ छ खाना छिन्मेकाहरू खाऊ खानुहोस् नखाँदा पनि रोग लाग्छ खाँदा पनि रोग लाग्छ के गर्नु।